सबैजनालाई नमस्कार। म समीर ओली, लुम्बिनी फुटबल एकाडेमीको सञ्चालक र म अहिले लुम्बिनी फुटबल एकाडेमीको ग्राउन्डमा छु र म विगत लामो समयदेखि नेपाली फुटबल डेभलपमेन्टको लागि चाहिँ कामहरू गर्दै आइरहेको छु। अहिले पछिल्लो समय हामीले लुम्बिनी फुटबल एकाडेमीमा आवासीय रूपमा बस्ने खेलाडीहरूलाई मात्रै ट्रेनिङ गराइरहेका थियौँ, तर अब चाहिँ हामी विभिन्न विद्यालयहरूसँग कनेक्ट भएर विद्यालयबाट पनि हामीले ग्रासरुट फुटबल डेभलपमेन्ट प्रोग्राम अनुसार लगभग 12-15वटा विद्यालयहरूलाई चाहिँ हामीले फुटबल प्रशिक्षण गराउँदै आइरहेका छौँ र म अझै अन्य स्कुलहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ। हामीले सकेसम्म यो वर्ष हामीले 20देखि 25वटा स्कुलहरूलाई चाहिँ हामीले ट्रेनिङ दिने भन्ने प्लान गराएका छौँ र अहिले यही वर्षदेखि नै हामीले गर्ल्स टिमको पनि हामीले ट्रेनिङ गराइरहेका छौँ। लुम्बिनी फुटबल एकाडेमीको गर्ल्स टिम सकेसम्म हामीले राष्ट्रिय लिग, महिला राष्ट्रिय लिगमा चाहिँ छनौटको लागि क्वालिफायर गेम खेल्नको लागि चाहिँ हामीले प्रयास गर्ने छौँ, किनभने एउटा पछिल्लो समय गर्ल्सहरूमा धेरै सम्भावना छ, तर पनि हामीले अलिकति लापरवाही गरेको जस्तो पनि देखिन्छ, किनभने बोइजहरूलाई मात्रै हामीले ट्रेनिङहरू गराइरहेको देखिन्थ्यो। तर अब चाहिँ हामीले लुम्बिनी फुटबल एकाडेमीबाट गर्ल्स टिमलाई पनि हामीले रेगुलरमा ट्रेनिङ गराएर विभिन्न खालका टुर्नामेन्टहरूमा सहभागी गराउने चाहिँ हामीले योजना बनाएका छौँ र यो ग्राउन्ड हामी देख्न सक्छौँ धेरै मेहनतले बनाएको हो। यो निजी क्षेत्रबाट सञ्चालन भएको लुम्बिनी फुटबल एकाडेमीको ग्राउन्ड हो र यसमा हामीले केही प्याराफिटहरू पनि सामान्य रूपमा चाहिँ केही दर्शकहरू अट्ने खालको प्याराफिट पनि बनाएका छौँ र हामीले बनाएको जो यतातिर साइडमा स्टेजहरू पनि छ र पछाडितिर साइडमा केही ट्रेनिङ गर्नको लागि ग्राउन्डहरू पनि बचेको छ र अलिकति व्यवस्थित गर्न पाइएको छैन। हामी निरन्तर रूपमा चाहिँ प्रयास गरिरहेका छौँ अझै व्यवस्थित गर्नको लागि र हामी रेगुलर रूपमा खेलाइराख्ने भएको कारणले गर्दाखेरि अहिले चाहिँ दुबो खासै हरियो देखिरहेको छैन, किनभने रेगुलर रूपमा पानी चार्नुपर्ने हुन्छ, यसको संरक्षण गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि पनि हामीले अलिकति समय दिन नसकेको जस्तो पनि भइरहेको छ र हामी चाँडै नै ग्राउन्डलाई अझै व्यवस्थित गराउने प्लानहरू गर्नेछौँ, किनभने अब हामीसँग लगभग अन्तर्राष्ट्रिय रूपमा एउटा चर्चित क्लब सिङ्गापुरको फ्रेन्च युनाइटेड क्लबसँग हाम्रो टाइअप भएको छ। अब चाहिँ ग्रासरुट फुटबल डेभलपमेन्ट र सँगसँगै संरचनाहरू निर्माण गर्ने गरी पनि हामीले अहिले चाहिँ एग्रिमेन्ट गरिसकेका छौँ। त्यस कारणले गर्दाखेरि हामी चाँडै नै यो एकाडेमीको ग्राउन्डलाई अलिक व्यवस्थित गराउनेछौँ र अझै अन्य ग्राउन्डहरूको लागि पनि हामीले चाहिँ वैकल्पिक ग्राउन्डहरू पनि खोज्ने प्रयासमा छौँ। धन्यवाद।